नमस्ते सबैजनालाई। आज बाबुको छुट्टीको दिन हामी आइसकेका छौँ पार्क है। तर पार्कमा एकदम बदास चलेको छ। आज एकदमै चिसो पनि छ। हामी पार्क आइसकेका छौँ, तपाईँहरूलाई देखाउँदै गर्छु अरू पनि है। अनि बाबुको पब्लिक होलिडे भएपछि अब हामी घरमा धेरै बस्दैनौँ, किनभने बाबु पनि बोर हुन्छ। बाबु बोर भएपछि म पनि बोर हुन्छु। के गरेको बाबा हजुरले त्यस्तो? खै हेरौँ त। वाउ, के हो तर त्यो? केही त होला नि, भन न। ल बाबुलाई अब के बनाउँदैछ होइन। हामी यहाँ म यतिकै वेट गरेर बसिरहेको छु। अनि त्यसपछि बाबु मजाले खेलिरहेको छ। सबैलाई हेलो एभ्रिवान भन। अनि त्यसपछि अब हामी एकछिन रमाइलो गर्छौँ, खेल्छौँ। तपाईँ हेर्दै गर्नु होला गाइस। थ्याङ्क यू। आज एकदम धेरै चिसो छ है। हिउँ परेको दिनदेखि एकदमै चिसो। आज एकदम धेरै चिसो छ है बाबु। त्यहाँ नबस 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 अस्ति जस्तो हुन्छ फेरि। अस्ति नै के मेरो बाबु छ नि के अरे एकदम बालुवामा बसेर खेलेको थियो कि। अनि त्यसपछि यसलाई एकदम बिरामी भएको थियो कि यो एकदमै धेरै भमिटिङ हुने त्यस्तो भयो थियो कि बालुवामा बसेर खेलेपछि। त्यही भएर यसलाई मैले बालुवाहरूमा बस्नु चाहिँ दिँदैन कि। बसेर खेल्यो भने चाहिँ एकदम त्यो चिसो लाग्यो कि यसलाई। कति दिनसम्म त एकदमै धेरै बिरामी भयो। एक हप्तासम्म त राम्रोसँग खाना पनि खाएन। त्यही भएर बालुवामा चाहिँ यसलाई मैले बस्न दिँदैन कि। बरु यत्तिकै खेलोस् होइन। त्यही भएर सबैजना तपाईँहरू पनि मजाले बालुवामा बसेर चाहिँ खेल्न नदिनु पर्ने रहेछ है गाइस। मलाई थाहा भएको कुरा कि बाबु चाहिँ यहाँ यसरी खेलिरहेको छ। बाबा बाबा। अनि बाबु चाहिँ यसरी खेलिरहेको छ। म चाहिँ बाबुलाई यसरी हेरिरहेको छु यहाँ बसेर। पहिला पहिला यसले एकदमै साथीहरू खोज्थ्यो। अनि त्यसपछि खालि जापानिजहरूसँग जान खोज्ने कि। अनि त्यसपछि बिस्तारै बिस्तारै भन्दा भन्दा मैले हुँदैन, आफू एक्लै खेल्नुपर्छ यहाँ पार्कमा। स्कुलमा मात्रै साथीहरूसँग खेल, यहाँ तिमीलाई चिनेको कोही पनि हुँदैन, तिमीसँग कोही पनि खेल्दैन भनेपछि यसरी एक्लै खेल्छ यो। हजुर अझै मिलाउन अझै भएको छैन नि। एउटै कलर अनाजी कलर गर न। अनि त्यसपछि यो अहिले मजाले खेल्छ आफै है। अनि म चाहिँ यसलाई हेरेर बस्छु, किनभने यहाँ अब बच्चाहरू खेल्दैन नि त सँगै नचिनेपछि होइन। त्यही भएर यो यसरी मजाले खेल्छ। म पनि वेट गरिरहेको छु। एकदम चिसो छ है आज, एकदम धेरै चिसो छ। चिसो हावा लागेछ अनि घाम पनि लागेको छैन। यसले चाहिँ विकेन्डको साथीहरू पाएको छ, साथी पाएको छ एकजना। त्यही भएर खेलिरहेको छ। म चाहिँ यहाँ बसिरहेको छु। साथीको मामुले हेरिरहेको छ, त्यही भएर म यहाँ बसिरहेर हेरिरहेको छु। धेरै कोचसँग खेल्नु मन लाग्यो कि। अनि कोचसँग गयो अनि मलाई खेल्नु मन लाग्यो कि। अनि भिड लागिसक्यो हो र। ए अब के गर्ने त? अनि उसको मामुले खाइमनो गर्नु छ अरे। अनि खाइमनो त हाम्रो त अब ड्याडीसँग जाने हो नि हामी त खाइमनो गर्न। होइन होइन, हामी छुट्टी जाने। गोमिन्ने बाबा दाइजो उयो आस्ता आस्ता खेल न। विकेन्डमा जति खेल्यो नि हुन्छ नि। हुन्छ हुन्छ। यो चाहिँ यसको साथी गयो भनेर एकदमै स्याड भइरहेछ होइन। अनि मलाई पनि सँगै जानु मन लाग्थ्यो भन्दै थियो। अनि उसको मामु खाइमुनु गर्न छ भनेर गयो कि। अनि ठुसो परेर बसेछ यो। हामी चाहिँ उसको ड्याडी आउनुहुन्छ त्यति चाहिँ हामी वेट गर्छौँ है। अनि त्यसपछि जान्छौँ। हेर्नु नि यहाँ कसरी बस्छ यसको साथी गयो भनेर। दाइज उयो निर्माण यता हेर त। ल बाबु तिमी र म खेलौँ न त, लड्छौँ न। कोच्याङसँग भोलि खेल न त विकेन्डमा गएर। अब हामी आज त मामुसँग मामु छ, मामुसँग खेल न। हुन्न हुन्छ हुन्छ कि नाइ? बोल न नाइ रे। यता हेरेर नाइ भन त खै। उहाँ रोएर उहाँ साथी गयो भनेर म यहाँ लुक्ने खेलिरहेको छु। यहाँ लुकेर बसेछु म। साथी गएपछि आफै दौडिनु परेन गाह्रो। खोइ मलाई खोज्दै आउँदैछ है यहाँ। कता गयो? उफ आयो। भेटायो मलाई? आऊ। के लिएर आएको त्यस्तो? मलाई भेटायो? मलाई सक्दैन तिमीले। ल यहाँ लुकेर बसेको
के हो त्यो? अब नै हुन्छ नि त्यो। फाल्देऊ त्यत्रो समाउने होइन नि। फाल्दो अब नै यहाँ चो फाल्दो। गुड बोय। म तिमीलाई भेटिसकेँ। आऊ गर्छु रुक। यसरी दौडिन पर्छ यार। विकी नै ठिक यार, यो दौडिन भन्दा त बाबा नि। साथी गइहाल्यो, मन परेको साथी, आफूलाई दौडिनु परिरहेको यार। ए काले, यसरी कहाँ दौडिन सकिन्छ त नि जहिलेसुकै त हो नि। धन्न विकेन भन्ने चलन रहेछ यार। यहाँ आऊ त, यहाँ। ए भागिस्, यहीँ छ काले। रक काले, मलाई त लास्टै ठगेला यार बाबु। म बसेँ। उफ, म त एकदम धेरै थाकेँ। दौडिँदा म लास्टै थाकेँ। म एकछिन बस्छु नि छोरा। कस्तो प्लिज हो र, म एकछिन बस्छु नि। लास्ट रेस्ट त गर्नु पर्यो नि एकछिन। कस्तो गाह्रो भयो मलाई। यति थाकेँ। यहाँ आऊ त। ला गरे तच्ची। यहाँ आऊ त। तिमीलाई थकै लाग्दैन बाबु? थकै लाग्छ कि नै? थकै लाग्छ कि नै? पानी खाएर आउँछ ऊ त्यो ब्यागमा। अब के भोक लाग्छ नि त। खानामा जानु न। अनि दौडेर खेलेर धेरै खेलेर अनि दौडेर अनि त्यही भएर म मेक खान जाने कि। अनि भोक लाग्यो। हो र? किन भोक लाग्यो रे? धेरै खेलेर भोक लाग्यो तिमीलाई? ए ल यहाँ आऊ त, यहाँ आऊ त। के खाने? म्याक गरेर के खाने? चिकन मेक। ए ड्याडीलाई बोलाउने कि नै? ड्याडीलाई बोलाउने। ड्याडी मनपर्छ कि नै? मनपर्छ। ड्याडी र मामुमा को मनपर्छ? मामु र ड्याडी र कोचा। अनि मोचा पनि हिरो क्रिम पर्यो। बाबुलाई अब भोक लाग्यो रे। आइसक्रिम चाहिँ खुवाउँदिनँ है मैले, यस्तो बतासमा खेलेर। अनि हामी म्याक जाँदैछौँ। त्यहाँ बाबुलाई खाजा खानालाई एकदम धेरै भोक लाग्यो अरे है गाइज। त्यतै भेटौँला है त। ल हामी म्याकमा आइपुग्यौँ। अब अहिले खाजा खाँदैछ। अनि त्यसपछि मलाई त भोकै लागेको छैन आज, ढिला खाना खाएको। अनि बाबुलाई चाहिँ भोक लाग्यो अरे। अनि बाबुको लागि मात्रै लिइदिएँ मैले। अब यो खाँदैछ म्याक। ओइसी के अरे मामुले तिमीलाई बर्गर खुवाउनु भयो, तिमीलाई कस्तो लाग्यो त? मिठो लाग्यो हो? भोक लाग्यो थियो? पेट भर्यो? अब घर जाने? कहाँ जाने त? कहाँ जाने? ड्याडीसँग? ड्याडी त काममा हुनुहुन्छ नि। छ्या ल हामी अब खाजा खाएर घर फर्किन लागेको छौँ। खासमा उसको बाबा आउँछु त भन्नुभएको थियो फर्किने बेलामा, तर के अरे आउन भ्याउनु भएन जस्तो छ। अनि मैले पनि फोन गरेन। अनि त्यसपछि भ्याएको भए त आफै आउनुहुन्थ्यो। त्यही भएर हामी हिँड्दै फर्किँदैछौँ। अब जान्छौँ हामी घरमा। ल आजको लागि यति नै गाइस। दिन्छु ल। आजको लागि यति नै। अब अर्को भिडियोमा भेट्नुपर्छ है। सबैलाई थ्याङ्क यू। अनि लाइक, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है गाइस। थ्याङ्क यू।